गाइस एउटा आजको सानो कुरा एउटा भएको छ। अनि के हो भने नि आज नोभेम्बर 20 तारिक हैन, आज नोभेम्बर 20 तारिक हो। अनि एक्चुअली भने नि आज हाम्रो चाहिँ म अनि मेरो श्रीमती बिहा भएको 2 वर्ष एनिभर्सरी हो। अनि मैले आज बिर्सिसकेँ। अन्त भर्खर मैले मेरो मिसेसको के अरे लगभग यहाँ हेर्नुहोस् टाइम अहिले 12:22 भइरहेको छ। अनि मैले बिर्सिरहेको छु। अनि मेरो बुढोले भर्खर स्टोरी हालिरहेको थियो, ह्याप्पी एनिभर्सरी 2 इयर्स भनेर आइरहेको छ। अब हेर्नु ल मेरो बुढीले यस्तो दग्दी दिन्छ। अब किनभने हेर्नुहोस् त आफ्नो एनिभर्सरी बिर्सिरहेको छु नि त। अनि लगभग 12:30 भइसक्यो। अन्त मैले नेट चलाइरहेको छु तर पनि माइन्डमै आएको छैन आज एनिभर्सरी हो भनेर। सो हेरौँ ल मेरो बुढीको के रियाक्सन हुन्छ ल। सो गाइस मेरो वाइफलाई मैले भिडियो कल गरिरहेको छु किनभने मेरो वाइफ त ससुराली गएको छ नि त। अनि सो मेरो वाइफले फोन उठायो तर रियाक्सन के पनि छैन। सायद रिसिरहेको जस्तो लाग्यो, विस गरेन भनेर। अनि धेरै बोल्ने ट्राई पनि गरिरहेको छु, बोलेको छैन। अनि आइएम सो सरी है, मैले स्क्रिन रेकर्डिङ गर्दा साउन्ड रेकर्ड भएन रहेछ। नि त तपाईँलाई मैले यो अडियोद्वारा नै मैले तपाईँलाई भनिरहेको छु। अनि रियाक्सन हेरिहाल्नु भएको छ होला है, के रियाक्टै छैन। अनि बोलिरहेको छैन, सायद रिसिरहेको होला। अनि त्यही हो। अब हेर्नुभयो होला होइन, रेस्पोन्स के पनि छैन। सो सायद रिसिरहेको जस्तो लाग्यो। हुनु पनि रिसिनु कारण ठिक हो। अब हस्बेन्डले एनिभर्सरी बिर्स्यो भने चाहिँ रियाक्ट गर्छ। सो अब के गर्नु र, फकाउनु पर्ने रहेछ। सो थ्याङ्क यू हेर्नुभएकोमा।